दिदी बहिनी थ्याङ्क यू सो मच एनीवे अनि सुन न बुढी यार मुर्दा अहिले भर्खर तपाईँले भन्नु भएन मेरो आफ्नै बुढा हो भनेर अनि कान्छा कसको के पर्छ भन्छ बुढा हो भन्ने मैले जियासै हो अनि मैले भन्नु परेन मैले पनि बुढी भन्नु सुन न बुढी यता पनि हाँस्छ त अनि तपाईँले मलाई बुढा भन्दा मैले चाहिँ के भन्ने त दिदी भन्ने फेरि भन्नु त मजा आउँदो रहेछ यार गाइस तपाईँहरूको ट्याप ट्याप अलिक कम भइरहेको छ मेरो दाइहरू दिदीहरू डबल ट्याप ट्याप गर्नु पनिसमेन्ट खै के पनिसमेन्ट हावा कुरा बुढाबुढी भित्र पनि पनिसमेन्ट गर्छ यार अरू मान्छेले बुढाबुढीमै हो खतरा पनिसमेन्ट बुढाबुढी भित्र पनिसमेन्ट हुँदैन नि बाहिरको मान्छेलाई बोलाउने पनिसमेन्ट गराउने हेर्ने उठबस गराउने हो कि कान्छा घरको मान्छे जहिले हेरेको हुन्छ नि के हेर्ने हो र त्यही जहिले हेरेर त वाक्क लाग्छ हुँदैन ल घरको हेर्दा हेर्दा वाक्क लागेर बाहिर जाम हुन्छ हामी केटा मान्छे अनि भोलि पर्सि त्यो बल बुत्तो सकेपछि घरकै बुढीसँग आउने हो नि फेरि कान्छा होइन थ्याङ्क यू सो मच मेरो दाइहरू बाहिरकोले त मेरो नक्कली बुढी हो ए आयो डाङडुङे थ्याङ्क यू सो मच थ्याङ्क यू पालपाली ब्रदर कान्छी थ्याङ्क यू सो मच वेलकम गाइस 1200 जना सबैलाई लुङ्गा जित्नु पर्यो कुशल लुङ्गा 16 वटा विन हेर्नु त हेर्सियो यही दाइ जीवन दाइ हजुर कति कान्छ भनेको यार इन्टु 3 मा बजाउ त मेरो सोल्टी यंगस्टर दाइ जीवन दाइ सरोज ब्रदर सबजना मिलेर ट्याप मिलेर नगर माउली न डाङडुङे द मेरो दाइको पावर 300 पुगेको यार याङको स्टार हो क्या उहाँ त मलाई नि माग्दिन न यार कसैले दिनुहुन्न मेरो सोल्डीहरुले यता मैले मागे होइन नि उहाँले सपोर्ट गर्छ डाङडुङे द नगर मान्छे थ्यांक यू सो मच एभ्रीवन माथिबाट आउने फुलहरूलाई टिप्ने फलो गर्ने गाइस माथिबाट आउने फुललाई टिप्ने फलो गर्ने गाइस माथिबाट कति माग्या माथिबाट फलो गर्नु भनेको माग्या भन्छ यार जहिले मागे हो क्या आज त बोल्नु न यार ल ओके 2-4 दिन नबोलिदिएको कम त हुन लागेको लग उहाँ र मेरो भेट नभएको 3-4 दिन भयो हार्ट एट्याकै हुन लाग्यो मान्छे त म त उफर माउले भएको छ होइन पनिसमेन्ट गर्नुपर्छ ल घरभित्र पनिसमेन्ट हुँदैन सदस्यमा मलाई जन्म दिने बाउलाई त छोड्दिनु मैले भिडियो बनाएको छु टिकटकमा हालिदिन्छु ल अरे भिडियो बनाएर तपाईँहरू भाइरल हुन्छ बनाउनु हाल्नु तर त्यो के भनेर नहाल्नु ल नानीले बिहे गर्न बोलायो हर्क रमाइलो थोतेलाई भनेर के भनेर नहाल्नु लेखेर नहाल्नु कति बोला प्राथमिकता नारीलाई दिनुपर्छ भन्ने थाहा छ नारी जोडौ नारीलाई धेरै प्राथमिकता दियो भने हामी 20 देखि 40 लाखसम्ममा फस्छ हामी त्यस्तो लाग्दैन यहाँ सुन्नु हाम्रो दाइहरूले भिडियो रेकर्ड गरेर हाल्यो भने कसरी हाल्छ थाहा छ अरू सब भ्याइसक्यो थोतेले सिन्दुर हाल्न बाँकी ट्याङ आयो क्या नोटिफिकेसन ट्याङ आयो के रहेछ त भनेर यसो हेरेको त भिडियो छ फ्यापुल्ला उमेश लासो अनि कान्छा हजार मिठो लाग्यो त्यो भिडियो मिठो लाग्यो तपाईँलाई त्यो भिडियो मिठो त अब थोतेले सिन्दुर मात्रै हाल्न बाँकी अरू हालिसक्यो के हालेछ भने हेर्न गयो त केही पनि हालेर नि भगवान उहाँको टाइटल क्या टाइटल यहाँ हेर्नु न एउटाले चाहिँ बिहे गर हो तिमीहरूको जोडी भन्छ है कमेन्टमा के बिहे गर हो तिमीहरूको जोडी भन्छ है गर्नु त हुन्न
त्यस्तो चाहिँ भनेको थियो भने कि मुर्दार कसले गर भन्ने गर्छ त होइन गरे भने त तिमीले त गर्छौ म त गर्दैन म त गर्दैन हामी अहिलेसम्म राँडै बाँचेको छ भने 2-4 वर्ष अझै राँडै बाँचिन्छ गर्दैन हावा कुरो गर्ने होइन कट्टु लागेको छ भन्छ लगाएको छ घर गएको टी सर्ट लाएर बस्यो अघि नै हाम्रो भिडियो कल भएको लाइभ आउनुभन्दा अलि अगाडि दामी दादाहरू सबजना ट्याटो गर्नु है म अलिकति त्यो उफ्यालेर आउँछु ल ए हुन्न तुरतुर गर्न अहिले हुन्न बस्नु यहीँ कचडा छ यहाँ कचडा फ्यालिएर आयो हुन्न यहाँ बरदुबईमा 50 वटा सुडानी बनाए होला राँडै भन्छ भन्ने एकछिन पर्नु कहाँ जानी बेलुम जस्तो हुँदै फुट्यो होला ए गाइस डबल ट्याटो गरौँ न सबैले उता गएको मौकामा म त बोलाउँछु है कान्छा थोतेर बरदुबईमा 50 वटा भन्दा बढी होला ए बुहारी हजुर नाना हो तपाईँ आएर बस्दिनु कि त्यो उठेर तपाईँ आएर बस्दिनु नै त्यो गएको मौकामा मान्छेलाई वासरुम जान त दिनु रे छिटै भन्छ यार मलाई डर लाग्यो यार के हो कुरो के बोल्दिनु म त भन्दिनँ उइन जाला टोइलेट जाँदा आइसक्यो बाल्टिन जस्तै घोप्टाएर आइसक्यो मैले जोडी मिल्या छ रे मलाई बिहे गर्दैन रे मैले ओके भन्यो भने मैले ओके भन्यो भने यसले त बिहे गर्छ म त गर्दैन भनिसक्यो अघि नै म पनि गर्दैन यो मुर्दारसँग बिहे हामी पनि गर्दिन मुर्दानीसँग यति राम्रो विश्व सुन्दरी जस्तै हुनुहुन्छ थोतेले किन भाउ खाएको रे यसले बिहे गर्दैन म नि गर्दिनँ हात धुयो हात धुयो कि धुएन भन हात धुयो चिसो छ एकचोटि यस्तो गर्नु त टी सर्टमा चिसो बस्दै बस्दैन हेरौँ 12 गाउँ रहन्छ धोको फिर्ता आएछ धुइन यहाँ टिटीको टल्केको हेर्नु साबुनले धुयो कि यतिकै धुयो यो बेला फेरि पानी पनि देख्दैन हो यार धुकै छैन ए छोड्दैन त्यो छोड्दैन आफ्नै हात जगन्नाथ त्यो धुनै पर्दैन कसले भनेको कि विश्व सुन्दरी जस्तोलाई पनि नहेर्ने थोते भाइले किन भाउ कसले भन्नुभयो मेरो साथीले भने हो मेरो साथीले के यहाँ सुन्नु यस प्लिज टेल मी अहिले प्रकाश भुजेलको देखिरहेछ नि झाँक्री प्रकाश भुजेलको ए अरूको कुरा नगरौँ लाइभमा हाम्रै कुरा गरौँ ल राम्री रूप हेरेर गऱ्यो भने त्यस्तै हुन्छ क्या रूप हेरेर गर्दाखेरि मैले माने यहाँ सुन्नु रूप हेरेर गर्दा त्यस्तो भयो मैले माने होइन तर दाउरा ठाकठुक नपारिकन आगो बल्दैन घरमा ठाकठुक नभए बुढाबुढी चल्दैन बुढाबुढी चल्नलाई ठाकठुक गर्नु पर्दैन बुढाबुढी घरमै चल्दैन एउटा न एउटा कुरामा अलिअलि मनमुटाव त भइहाल्छ नि सानोतिनो कुरा हो त्यो भनेको कुरा जसको नि हुन्छ तपाईँले चाहिँ बिहे गरेर पूजा गर्दै राख्ने हो र जहिले नि यसो गर्दै हावा एउटा यो पनि सही हो होइन तर म सही कुरा गर्छु नि त फेरि कान्छा तपाईँले बुझ्दैन अहिलेदेखि नै सम्झाएर राख्यो भने पछि सजिलो हुन्छ नि त फेरि थाहा छ होला नि तर दुवैजना मिडिया मतलब सामाजिक सञ्जालमा अलिअलि चलेको छ भने त्यो गाह्रो हुँदो रहेछ क्या केही बोले होइन त्यो त बाहिरको मान्छेको काम हो नि कान्छा त्यो घरको मान्छेको काम होइन घरमा त अलिअलि ठाकठुक भयो कि तर बाहिरको मान्छेले जे गरे नि यसो गर्ने थाहा छ त्यो घरको ठाकठुक चाहिँ क्यामेरामा किन आउनु पर्छ कसैलाई थाहै हुँदैन त चुपलार बस मोर्दार त्यो बुढाबुढी के हुन्छ त्यो सब देखाएर समझदारी क्यामेरा अगाडि राखेर किन बोल्नु पर्यो कुर्च्यौ सोलमारी टुच्च होइन त्यहाँ यहाँ तपाईँलाई कुर्च्यौ
सोलमारी पुग्छ बेला बेला टोइलेट गएर हात नधोइ आउँछ सुनेको के सुन्या त्यसले माया हो न त जात हेरिन्छ न त रूप भाइ माया गरेको बेला सम्हालेर राख्नुपर्छ पछुताउँछै पछि रे कान्छा नानी हजुर धेरै सम्हालेर राख्या धेरै सम्हाल्दा पनि बढी भयो भने पोख्दो रहेछ सम्हालिन्न लुकी लुकी टुच्चो गरे हो कान्छा हजुर लुकी लुकी टुच्चो गरे हो सोलमारी छैन यहाँ राखिरहेको छु खाएको चाहिँ छैन कप देखाऊ खाएको छैन पिउँछु अहिले कप देखाउनु हजुर कप देखाउनु कप त चिरन दाइले दिएको एउटा गिफ्ट छ मेरो ल अब भोलि पर्सि हामी दुईजनाको फोटोको कप बनाउने अनि रक्सी खाँदै बस्नु ल अच्छा बे गरोस् नगरोस् पछि मैले छोडेरै गए पनि कपमा यसो गर्दा त सम्झिन्छ नि फोटो देख्छ टिलिक्क होइन त्यस्तो तपाईँलाई त्यस्तो छापै राख्नु मन छ भने भेटौँ न त भेट्ने अनि फोटो खिच्ने खाने भने चाहिँ फोटो खिच्ने अनि कप फोटो खिच्दैन पनिसमेन्ट गरिहालौँ त कप प्रिन्ट गर्न दिने